नमस्कार सम्पूर्णमा म दानु गुरुङ यहाँ माझमा चाहिँ सदाका दिनहरुमा चाहिँ आज पनि मादल लिएर उपस्थित भएको छु। यहाँलाई मादल सिकाउने मेरो उद्देश्य हो हैन। यो अनुरूप नै निरन्तर रूपमा चाहिँ यहाँ माझमा मादल सिकाइरहेको छु। यहाँलाई कस्तो लागिरहेछ जस्ताको त्यस्तै कमेन्ट पनि गर्न नभुल्नु होला। अनि यहाँलाई कुनै पनि प्रकारको मादल चाहिन्छ भने पनि हामीसँग 1600 देखि स्टार्ट हुन्छ अनि 3500 सम्मको मादलहरु चाहिँ हामी यहाँहरुको घर चाहिँ फ्री होम डेलिभरी चाहिँ गरिरहेका छौं। यहाँहरुलाई पठाएको चाहिँ कुनै पनि शुल्क लाग्दैन हैन। त्यसकारणले पनि यहाँहरुलाई मादल चाहिन्छ भने पनि मलाई कल गर्न सक्नुहुन्छ। WhatsApp इमो भाइबरको लागि चाहिँ 9744300505 मा कल गर्न सक्नुहुन्छ। अनि त्यसै गरेर फेसबुक मार्फत हेर्दै हुनुहुन्छ भने दानु गुरुङ सर्च गरेर हेर्नु होला नेपालीमा। अनि अर्को युट्युब च्यानल मार्फत हेर्दै हुनुहुन्छ भने यही च्यानल चाहिँ गुरुङ मगर कपल च्यानल भइहाल्यो। अनि त्यसपछि अर्को युट्युब च्यानल दानु गुरुङ 123 छ। टिकटक मार्फत चाहिँ दानु गुरुङ 123 हैन। यो युट्युबमा नि सेम छ अनि टिकटकमा नि सेम छ। यो चाहिँ यहाँहरुले त्यो मार्फत पनि यहाँहरुले आफ्नो अर्डर टिपाउन सक्नुहुन्छ। भन्दै ढिला नगरिकन आजको विषयवस्तु तर्फ जान चाहन्छु। आज चाहिँ मैले विशेष गरेर यहाँलाई चाहिँ टप्पामा चाहिँ कसरी मादल बजाउने भन्ने विषयमा चाहिँ हामी यहाँहरुको माझमा सिकाउन गइरहेका छौं। मैले जानेको जति यहाँलाई सिकाउने कोसिस गर्ने छु। आशा छ यहाँहरुले मैले सिकाएको हरेक कुराहरु चाहिँ सहर्ष लिदिनु हुनेछ हैन। सिक्दिनु हुनेछ भन्ने चाहिँ आशा व्यक्त गर्दै आउनुस् आजको टपिकतिर जाउँ। मादल कसरी बजाउने त टप्पामा कसरी बजाउने है त। टप्पा चाहिँ प्राय टप्पामा चाहिँ ठ्याक्कै ख्याली टाइपको हुन्छ हैन। जस्तै यो टाइपको हुन्छ। त्यसलाई नै अलिकता परिमार्जित गरेर बजाउने। जस्तै टप्पामा बिटहरु चाहिँ कस्तो लाग्छ नि यो टाइपको हैन। ध्यान त यो टाइपको हैन। यस्तो खालको बिटहरु लाग्छ प्राय गरेर टप्पामा। यो चाहिँ कसरी बजाउने भन्ने विषयमा चाहिँ जाउँ है त। यो चाहिँ एकदम स्लो बजाउने कोसिस गर्छु म। यो टाइपको हैन। ताङ खताङ ताक गिना ताङ खताङ ताक यो टाइपको हुन्छ हैन। अलिकता खोइ लाग्छ डिस्टर्ब हुन सक्छ। यहाँहरुले स्वीकार दिनु होला हैन। ताङ खताङ ताक गिना है त। ताङ खताङ ताक गिना यसरी बजाउने। फेरि एकचोटी हेर्नुस्। ताङ खताङ खत चाहिँ यता बेसपट्टि लगाइदिने। प्रायले यता पनि लगाउनुहुन्छ हैन। खास यतै लगाए पनि राम्रो हुन्छ। मैले चाहिँ यता लगाउने गर्छु है त। यता ठुलो बढी खत लगाउने गर्छु योमा चाहिँ। किनभने अलि भ्याउन अलि अप्ठ्यारो भयो कि जस्तो हुन्छ मलाई हैन। त्यसकारणले बेसपट्टि खत लगाउँछु है त मैले। ताङ खताङ ताक गिना। त्यो ता बोलिरहेछ क बोलिरहेछ। ताको ठाउँमा ताङ नै हिँड्ने ताङ नै हान्ने अनि क को ठाउँमा यो बेस गिन्ना हान्ने अनि गिना। घीको ठाउँमा घी नै हान्ने अनि नाको ठाउँमा ताङ हान्ने हो हैन। ताङ ताक अनि क घिन यस्तो बोलिरहेको छ। ताङ ताकको ठाउँमा अनि नाको ठाउँमा यो ताङै शुद्ध ना नै बजाउने ताङै बजाउने हैन। क घिन यस्तो टाइपको बजाएको ठाउँमा बेसलाई यसरी घिन्न हान्ने है त। खत गरेको ठाउँमा यसरी छोप्ने। खत ख यस्तो बोलेको ठाउँमा ताक बोलेको ठाउँमा यसरी छोप्ने है त। ताङ खताङ ताक गिना ताङ खताङ ताक गिना। यसलाई अलिकता टाइममै बजाउँ। ताङ खताङ ताक गिना ताङ खताङ ताक गिना यस्तो टाइप। ताङ खताङ ताक गिना ताङ खताङ ताक गिना यस्तो टाइपको। जस्तै सक्यो नानी सक्यो नानी सक्यो नानी सक्यो नानी सक्यो नानी सक्यो नानी यस्तो टाइपको हैन।
अब ठ्याक्कै अलि अर्को टाइपको हैन, जस्तै एमा चाहिँ घिना घि नाना घिना यस्तो टाइपको। यो टाइपको घिना घि नाना घिना खत्ता नाघि नाना घि है त, घिना घि नाना घिना खत्ता नाघि नाना घिना यो टाइपको बजाउनु पर्यो। यो टाइपको बजाउने है त। यसलाई चाहिँ कसरी बजाउने भन्दा घिना घि नाना घिना खत्ता खत्ना घि नाना घिना है त, खत्ता नाघि नाना घिना रहेछ अझ होइन। खत पछि ना खत्ता नाघि नाना घिना यसो एउटा ता बोल्ने, तामा ताङे हान्ने अनि नामा ताङे हान्ने है त, यो मात्र है त। घिना घि नाना घिना यो सुरु स्टेप हो। घिना घि नाना घिना यो सुरु हो होइन। घिना घि नाना घिना खत्ता नाघि फेरि एकचोटि खत्ता ना यो ता बोले है ना बोले है एउटै हान्ने, ताङे हान्ने ता ना यस्तो खत्ता नाघि घि बोले घिने हाने नाना घिना यसरी हान्ने है त। घिना नाघि नाना घिना खत्ता नाघि नाना घिना है त। फेरि एकचोटि घिना नाघि नाना घिना खत्ता नाघि नाना घिना। यसलाई टाइमिङमा बजाउनु पर्यो। अब यहाँहरूले यो अलिक बुझ्नु भएको छैन भने बिस्तारै हेर्नु होला, दोहोऱ्याइतिर हेर्नु होला मैले के बोलिरहेको छु होइन, कसरी बजाइरहेको छ त्यो पनि दोहोऱ्याइतिर हेर्नु होला। अनि त्यसपछि अझै बुझ्न अलिक गाह्रो हुनसक्छ, यो अलिक अप्ठ्यारो टाइपको बिटहरू छ। अनि कपीमा लेख्नु होला होइन, ट्याक्क कपीमा सरर लेख्नु होला। अनि त्यो लेखेपछि त्यो हेर्दै त्यो अनुसार चाहिँ अभ्यास गर्नुपर्ने सक्नुहुन्छ यहाँहरूले। अनि मेन कुरा चाहिँ यो ताल चाहिँ कसरी टाइमिङमा लागिरहेछ त्यो चाहिँ थाहा हुनु पऱ्यो। घिना नाघि नाना घिना खत्ता नाघि नाना घिना यस्तो हानिरहेछ नि, त्यो टाइमिङ चाहिँ थाहा हुनु पऱ्यो। घिना नाघि नाना घिना खत्ता नाघि नाना ठ्याक्कै त्यो ख्याली टाइपको छ होइन। जस्तै अब सक्यो नानी सक्यो नानी सक्यो नानी सक्यो नानी सक्यो नानी गाजल लाउने तिम्रो बारी यसरी हानेको छ होइन। जस्तै सक्यो नानी यो त ख्याल ताल हो नि त होइन। ताङ ताक ताङ ताङ ताक ताङ ताक यो त ख्याल ताल हो होइन। त्यही गीतलाई चाहिँ अलिकता परिमार्जित गरेर टप्पा बनेको छ, त्यस कारणले त्योमा चाहिँ झुकिनु भएन यहाँहरू होइन। टप्पा बजाउने भनेपछि त्यसरी बजाउनु पर्यो। जस्तो अघि मैले घिना नाघि नाना घिना खत्ता नाघि नाना घिना यो हान्दै थियो होइन। यसलाई टाइमिङमा चाहिँ कसरी बजाउने भन्दा यो एकदम स्लोमा बजाउने कोसिस गर्छु म। घिना नाघि नाना घिना खत्ता नाघि नाना घिना नाघि नाना घिना खत्ता नाघि नाना घिना यस्तो टाइप। खत चाहिँ मैले यता बेसमा यसरी बजाइरहेको छु है। घिना नाघि नाना घिना खत्ता नाघि नाना यसरी बजाउनु होला है त। टाइमिङमा अब बिस्तारै यसरी बजाउने है। अनि यसलाई यो त गीत त छिटो हुन्छ होइन, छिटो त यसरी बजाउन सक्ने पर्यो हजुरले होइन। यसलाई प्र्याक्टिस अलिक धेरै गर्नुपर्ने हुन्छ, धेरै गर्नु होला होइन। अलि अगाडि बजाएको लागि फास्ट बजाउनु पर्यो भने यति स्पिड हान्नु सक्नुपर्ने हुन्छ।
यो चाहिँ यहाँले अभ्यास गर्दै जानु होला। अभ्यास गरेपछि अवश्य पनि हुनेछ भन्दै आजको भिडियो कस्तो लाग्यो यहाँहरूलाई जस्ताको त्यस्तै प्रक्रिया जनाउनु होला। यहाँलाई कुनै पनि गीतमा कुनै पनि ताल हैन सिक्ने चाहना छ भने कमेन्ट गर्नु होला। म यहाँहरूको सल्लाह सुझाव अनुसार पनि यहाँहरूलाई भिडियो बनाउने कोसिस गर्नेछु भन्दै आजको भागबाट चाहिँ छुट्टी लिन चाहन्छु। धन्यवाद, नमस्कार।